हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म तपाईँहरूलाई एएमसी एनएसएसको वान लगइन सिएमएसको होइन रिसेप्सनको डिफ्रेन्ट मेनु अप्सन्सको बारेमा भन्दैछु यो भिडियोमा। है त मलाई अलिकति खाँसी लागेको छ। कुनै बेला खाँसेको अवस्थामा मलाई माफ गर्नुहोला, एक्सक्युज मी है। ओके, सो म युआरएल खोलेँ। अब के हुन्छ भन्दाखेरि हजुरलाई हामीले एउटा युआरएल दिएका हुन्छौँ। जस्ट त्यो युआरएल यहाँ टाइप गर्ने, टाइप gnc.amcnss.academy चाहिँ ग्रिनफिल्ड नेसनल कलेजको युआरएल हो। यसमा जानुभयो भने तपाईँहरूको आफ्नो कलेजको लोगो अनि लगइन इन्फर्मेसन आउँछ। यसमा गएर लगइन गर्ने। म चाहिँ रिसेप्सन एउटा डिफल्ट मेनु डिफल्ट इमेल खोल्दैछु। यसमा चाहिँ मैले पासवर्ड दिएँ होइन, reception@amcnss.academy अनि पासवर्ड दिएँ, लगइन भन्छु। अब म रिसेप्सनको ड्यासबोर्डमा लगइन भएँ है। यसमा चाहिँ सबभन्दा पहिला त हामीले क्लास इन्फर्मेसन हाल्नुपर्ने हुन्छ। यसमा अलरेडी एउटा क्लासको इन्फर्मेसन हालिएको छ। हामीले एड भनेर यहाँबाट सबै मेनु अप्सनहरूमा अलमोस्ट सिमिलर टाइपको हाम्रो के हुन्छ, एक्सन्सहरू हुन्छ होइन। जस्तै मैले एड क्लास भनेर अर्को क्लास एड गर्न सक्छु। लेट्स से बिएससी 2081 होइन। अनि यहाँ चाहिँ मैले सिएसआइटी 2081 भनेर कुनै पनि डिस्क्रिप्सन दिन सक्छु होइन। मेरो क्लासहरू यहाँ देखिँदै जान्छ। अब क्लास हालिसकेपछि मैले स्टुडेन्ट्सहरूलाई हाल्न सक्छु। सो म जस्ट स्टुडेन्ट्समा जान्छु होइन, एड स्टुडेन्ट भन्छु। यसमा देयर आर सम मिनिमम रिक्वायर्ड इन्फर्मेसन, त्यो चाहिँ भन्नुपर्ने हुन्छ। यहाँ गएर हामीले होइन स्टुडेन्टको फोटो हालौँ एउटा। ओके, लेट मी गो टु डाउनलोड्स। डाउनलोडमा लेट मी सी इफ देयर इज एनी आई क्यान एड। Let me see how does it look like. Okay, let me add this one. Okay, then after I need to give the first name होइन, is compulsory. Okay, student को first name and then last name. Okay, okay, त्यसपछि गएर होइन हामीले कुन लेभलको भने यहाँ सिलेक्ट गर्न सक्छौँ, ब्याचलर कि मास्टर्स। त्यसपछि गएर पासवर्ड दिनुपर्छ होइन। पछि स्टुडेन्टले लगइन गर्दाखेरि यहाँ एउटा इमेल आइडी हुन्छ होइन, जुन हामीले दिनुपर्ने हुन्छ। त्यो इमेल आइडी र यो पासवर्ड युज गरेर लगइन गर्न सक्छ। अनि उसले आफ्नो यो सबै इन्फर्मेसनहरूलाई भर्न सक्छ। हामीले भर्दै पनि भयो, उनीहरूले आफूले पनि भर्न सक्छन्। अनि हाम्रो क्लासेसहरू जुन छ नि यहाँ आउँछ, त्यो हाम्रो कुन बिसिए होइन, त्यसपछि गएर ब्याच होइन, सिसिएसआइटी 2082 होइन। सो यसलाई हामी सिएसआइटी 2082 सिलेक्ट गरेर त्यसपछि कलेज आइडी छ भने कलेज आइडी दिन सकिन्छ। युनिभर्सिटी रेजिस्ट्रेसन नम्बर आइसकेछ भने त्यो दिन सकिन्छ होइन। एक्जाम सिम्बल नम्बर छ भने यहाँ दिन सकिन्छ। अनि कुन देशको होइन, नर्मली नेपालै हुन्छ। अनि प्रोभिन्सहरू सिलेक्ट गर्न मिल्छ। अल द प्रोभिन्सेस आर एडेड होइन, कुन डिस्ट्रिक्टबाट होइन, बागमतीको काठमाडौँ डिस्ट्रिक्टबाट। अरू कुन म्युनिसिपालिटी त्यो पनि यहाँ सिलेक्ट गर्न सकिन्छ। ओके, लेट्स से नागार्जुन वार्ड नम्बर 4 होइन। अनि त्यसपछि गएर अरू इन्फर्मेसनहरू यहाँ दिन सकिन्छ। एक्चुली इट्स नट कम्पलसरी। लेट्स इमेल एड्रेस इज नेसेसरी। ओके, okay, so after giving the email id we can save it. Okay, save भइसकेपछि होइन, you can go and either view, you can edit. Okay, if you want to edit more information you can edit from here. Okay,
बिकज यु मे नट नो अल द इन्फर्मेसन होइन सबै इन्फर्मेसन हामीलाई सुरुमा थाहा नहुन सक्छ त्यो बेलामा हामीले अलिकति इन्फर्मेसन राखेर सेभ गर्न सक्छौँ त्यसपछि स्टुडेन्टहरूले आफैले लगइन गरेर आफ्नो प्रोफाइललाई चाहिँ कम्प्लिट गर्न सक्छ है त यसमा गार्जेनको इन्फर्मेसन फादरको इन्फर्मेसन होइन मदरको इन्फर्मेसन त्यसपछि गएर कुन युनिभर्सिटी होइन यहाँ सिलेक्ट गर्न मिल्छ यो सबै इन्फर्मेसन हालेर अनि हामीले अपडेट गर्न सक्छौँ होइन त्यसपछि गएर स्टुडेन्टलाई होइन भ्यू गर्ने अप्सन पनि छ यहाँ होइन हामीले यहाँ गएर स्टुडेन्टलाई भ्यू पनि गर्न सक्छौँ भ्यू गर्दाखेरि त्यो स्टुडेन्ट रिलेटेड पर्सनल इन्फर्मेसन एकाडेमिक होइन अनि त्यसपछि गएर फ्यामिली इन्फर्मेसन एटेन्डेन्स होइन फाइनेन्स लाइब्रेरी सबै इन्फर्मेसनहरू यहीँबाट हेर्न मिल्छ उसलाई इस्यु भएको बुकहरू उसले इस्यु भएर पनि रिटर्न गरेको बुक सबै इन्फर्मेसन यहाँ हेर्न सकिन्छ होइन त्यसपछि गएर हामीले क्लास हाल्ने त भनिहाल्यौँ हरेक क्लासको लागि हामीले यहाँ हामीले पहिला सब्जेक्ट हाल्न सक्छौँ अनि त्यो सब्जेक्ट चाहिँ हामीले क्लासमा असाइन गर्न सक्छौँ त्यसपछि गएर होइन हरेक स्टुडेन्टको लागि त्यो यो CSIT 2082को जति पनि स्टुडेन्टहरू छन् त्यो स्टुडेन्टहरूले यो सब्जेक्ट अटोमेटिकली असाइन हुन्छ अनि टिचरहरूले लगइन गरेर मार्क्स एन्ट्री गर्न सक्छन् टिचरले चाहिँ आफूलाई जुन सब्जेक्ट असाइन भएको छ त्यो सब्जेक्टको मात्र मार्क्स हाल्नुपर्छ जुन सब्जेक्ट जुन क्लासको लागि है अरूको लागि सक्दैन यहाँ गएर अब स्टुडेन्टहरूलाई अवार्ड्स दिएको छ भने उनीहरूको इन्फर्मेसन यहाँ राख्न मिल्छ स्टाफहरूको इन्फर्मेसन यहाँ राख्न मिल्छ एड स्टाफ गर्न मिल्छ होइन अनि स्टाफको इन्फर्मेसन राख्न मिल्छ अनि स्यालेरीको इन्फर्मेसन चाहिँ जहाँसम्म लाग्छ मलाई हाम्रो एडमिनले मात्र राख्न मिल्छ होइन अनि त्यो स्यालेरीको इन्फर्मेसन अनुसार ऊ पनि बन्न मिल्छ स्यालेरी सिट पनि बनाउन मिल्छ त्यसपछि गएर इभेन्टहरू छन् भने कलेजमा भएको इभेन्टहरू छन् भने एड इभेन्ट भनेर इभेन्ट एड गर्न सकिन्छ अनि त्यो इभेन्ट चाहिँ होइन जस्तै हामीले एड इभेन्ट भन्यो अनि यहाँ गएर हामीले यहाँ गएर एकछिन है हामीले के गर्न सक्छौँ भन्दाखेरि पार्टिसिपेन्ट्समा गएर हामीले कसले पार्टिसिपेट गर्ने यहाँ राख्न सक्छौँ अनि त्यसपछि गएर यो इन्फर्मेसन चाहिँ स्टुडेन्टहरूले आफ्नो ड्यासबोर्डमा हेर्न सक्छन् अनि एक्जाम होइन एक्जामको इन्फर्मेसन यहाँ राख्न मिल्छ अनि जुन क्लासको के हामीले यो एक्जाम भनेर गर्छौँ नि होइन त्यो क्लासको सबै स्टुडेन्टहरूले आफ्नो आफ्नो ड्यासबोर्डमा के हेर्न सक्छ एक्जाम इन्फर्मेसन हेर्न सक्छ त्यसरी नोटिस पठाउन मिल्छ होइन यहाँ गएर कुन क्लासको लागि होइन नोटिस भनेर यहाँ नोटिसहरू दिन सकिन्छ मल्टिपल क्लास सिलेक्ट गर्न मिल्छ इफ यु सिलेक्ट अल अर यु क्यान सिलेक्ट द क्लासेस अभाइलेबल होइन अनि सेभ गर्न मिल्छ अनि नोटिस के हुन्छ त जुन क्लासको लागि असाइन भएको त्यो क्लासले हेर्न मिल्छ सबैको लागि गऱ्यो भने सबैले हेर्न मिल्छ त्यसपछि गएर भिजिटरहरूको लग यहाँ एड गर्न मिल्छ अनि भिजिटरहरू आयो भने अनि त्यो भिजिटरलाई फिल्टर पनि गर्न मिल्छ होइन त्यसपछि कलेजभित्र भएको होइन जति पनि प्रडक्टहरू छन् तिनीहरूको इन्फर्मेसन यहाँ राख्न मिल्छ सबभन्दा पहिला त प्रोडक्ट क्याटेगोरिज बनाउनु पर्यो यहाँ गएर होइन एड क्याटेगोरी भनेर प्रोडक्ट क्याटेगोरीलाई के गर्न मिल्छ एड गर्न मिल्छ त्यसपछि गएर सप्लायर पनि हामीले हाल्न मिल्छौँ होइन त्यसपछि गएर प्रोडक्ट्स होइन अनि एड प्रोडक्ट भन्यो प्रोडक्टको इन्फर्मेसन यहाँ हाल्यो त्यसपछि गएर प्रोडक्ट रिसिभ गरिन्छ हाम्रो उसमा होइन एड प्रोडक्ट भन्दाखेरि होइन एड प्रोडक्ट रिसिभ भन्दाखेरि यो इन्फर्मेसन हालेर होइन हामीले के गर्न सक्छौँ प्रोडक्टलाई रिसिभ गर्न सक्छौँ होइन त्यसपछि गएर प्रोडक्टलाई इस्यु पनि गर्न सकिन्छ कुन क्लासको लागि होइन जस्तै डस्टर अथवा भनौँ न मार्कर होइन अथवा प्रोजेक्टर कुन क्लासमा कुन प्रोजेक्टर छ भनेर यहाँबाट हामीले असाइन गर्न सक्छौँ सो दिस इज अबाउट प्रोडक्ट म्यानेजमेन्ट अर यु क्यान से एसेट म्यानेजमेन्ट होइन सो रिसेप्सनमा चाहिँ यही इन्फर्मेसन हुन्छ नर्मल्ली यो एडमिसन रिक्वेस्ट भनेको कस्तो भन्दाखेरि कलेजमा एडमिसनको टाइममा कुनै पनि स्टुडेन्टले एडमिसनको लागि आयो भने यहाँबाट गएर एडमिसन रिक्वेस्ट क्रिएट गर्न सकिन्छ अनि स्टुडेन्टले बिल पे गरिसकेपछि होइन जस्तै हामीले एउटा भनौँ न उ गऱ्यौँ स्टुडेन्टलाई हाल्यौँ होइन एन्ड वी क्यान गिभ अदर इन्फर्मेसन सो एप्लिकेसन डेट 25 डिसेम्बर
and then I can say I can give some description here. अनि मैले के भन्छ क्रिएट एडमिसन रिक्वेस्ट भन्न सक्छु। अब यो एडमिसन रिक्वेस्ट भइसकेपछि यो स्टुडेन्टले फी तिरिसकेपछि यु क्यान से क्रिएट एडमिसन हियर। ओके, सो दिस विल क्रिएट एन एन्ट्री इन द स्टुडेन्ट होइन। द डिफल्ट पासवर्ड फर द युजर विल बी दिस वान होइन। आर यु स्योर टु प्रोसिड? यदि क्रिएट भन्नुभयो भने यो स्टुडेन्ट चाहिँ यसमा एउटा सानो ओके हाम्रो के भएको छ भन्दाखेरि यो इमेल आइडी अलरेडी एन्ट्री भएको छ, त्यही भएर यसले लिएन। ओके, सो यो यसमा इमेल आइडी अलरेडी एडमिसन भइसकेको छ। ओके, लेट्स ट्राई टु एडिट दिस होइन। 1 and let's say create admission request and यहाँ गएर let's say admission. Okay, create. Now student has been successfully admitted. Now you can go down here and see 2 students are there है। यो चाहिँ डिफल्ट पिक्चर हो। सो यो स्टुडेन्टले अब लगइन गरेर होइन आफ्नो पिक्चर चेन्ज गर्न सक्छ, आफ्नो अरू कम्प्लिट इन्फर्मेसनहरू उसले के गर्न सक्छ, हाल्न सक्छ। ओके, सो दिस इज अबाउट स्टुडेन्ट एडमिसन रिक्वेस्ट, जहाँबाट फेरि त्यो स्टुडेन्टलाई हामीले के गर्न सक्छ, एडमिट गऱ्यौँ भने स्टुडेन्ट्समा इन्फर्मेसन आउँछ है। अनि त्यसपछि गएर उसको इन्फर्मेसनहरू यहाँबाट एडिट गर्न मिल्छ। ओके, सो एडमिसन रिक्वेस्ट आयो, त्यसपछि गएर स्टुडेन्टलाई हामीले एडमिट गऱ्यौँ होइन। सो दिस इज अल अबाउट स्टुडेन्ट होइन। स्टुडेन्ट होइन कि रिसेप्सन कुनै पनि हाम्रो वान लगइन सिएमएसमा होइन। दिज आर द मेनु अप्सन्स अभाइलेबल, मोर एन्ड मेनु अप्सन्स आर कमिङ इन द फ्युचर होइन। सो दिस इज अल अबाउट हाम्रो मेनु अप्सन्स है इन रिसेप्सन। So this is all about reception menu options. Thank you very much. In the next video, I'll be coming about the admin dashboard. Okay, followed by student dashboard, followed by library dashboard, followed by teacher. So all the dashboard I'll be explaining through video. Right? Okay, thank you very much.